हेलो। नमस्कार, म महालक्ष्मी विकास ब्याङ्कको ग्राहक सेवा विभागबाट बोल्दैछु। हाम्रो सिस्टम अपग्रेडको कारणले तपाईँको खाता तत्कालका लागि अस्थायी रूपमा बन्द हुन सक्छ। तपाईँको सुविधाका लागि यो जानकारी दिन मैले फोन गरेको हुँ। ओहो, अब मैले खाता बन्द हुन नदिनलाई चाहिँ के गर्नुपर्छ त? खाता पुनः सक्रिय गर्नका लागि कृपया हामीले पठाएको ओटिपी तुरुन्तै बताउनुहोस्। ल टिप्नुहोस् त। 132467। धन्यवाद, तपाईँको खाता पुनः सुरु गरियो। अब तपाईँ आफ्नो खाता सामान्य रूपमा प्रयोग गर्न सक्नुहुन्छ। सावधान रहनुहोस्, बैंकका कर्मचारीले कहिले पनि तपाईँको व्यक्तिगत जानकारी, ओटिपी वा लगइन क्रेडेन्सियल्स फोनमा वा कुनै नक्कली लिङ्क मार्फत माग्दैनन्। यस्तो कुनै पनि शङ्कास्पद कल वा मेसेज आएमा तुरुन्तै काट्नुहोस्। आफ्नो खाता सुरक्षित राख्नका लागि आफ्नो ओटिपी कुनै पनि अपरिचित व्यक्तिलाई नदिनुहोला। यदि तपाईँलाई कुनै समस्या आएको छ भने बैंकको आधिकारिक नम्बरमा आफै सम्पर्क गर्नुहोस्। धन्यवाद।